यो गृहमन्त्री ओम प्रकाश अर्यालको आजको जवाफ सुनेर म ट्वाँ परेको छु कि अस्ति नयाँ पत्रिकालाई दिएको इन्टरभ्यूमा पूर्व ऊर्जा मन्त्री दीपक खड्का भागे, अमेरिका भागे, कहाँ भागे, विदेश भागे भनेर एकदमै केटाकेटी शैलीमा बोलेको थिए। आज के भन्छन्, मैले अन्तर्वार्ता दिँदा त उनी विदेशै थिए नि त, भागेकै थिए नि त भन्ने तर्क गर्छन्। ए बाबा, मैले नबुझेको कुरा, त्यो पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई कहाँ मुद्दा लागेको छ? के मुद्दा लागेको छ? भ्रष्टाचार मुद्दा लागेको छ कि अस्ति भदौ 24 गतेको चाहिँ मुद्दा लागेको छ कि के चाहिँ मुद्दा लागेको छ? अख्तियार दुरुपयोगको मुद्दा लागेको छ कि कुन अदालतले कुन संस्थाले उनलाई वारेन्ट जारी गरेको छ र भागेको भनेको कि चाहिँ अभियोग लाउनु पर्यो कि चाहिँ मुद्दा लाउनु पर्यो होइन? यदि त्यसो होइन भने गृहमन्त्री जस्तो मान्छेले, त्यो पदमा बसेको मान्छेले एउटा कुनै राजनीतिक व्यक्तिको बारेमा त्यसरी चरित्र हत्या गर्ने टाइपले बोल्न मिल्छ कि मिल्दैन? यदि दीपक खड्काले गल्ती गरेको छ भने पक्रेर किन मुद्दा लाउन सक्दैनन् के गृहमन्त्रीले? अनि केटाकेटी कुरा किन गरिरहेछन् गृहमन्त्रीले? पक्रेर मुद्दा लाए हुन्छ नि, अभियोग पुष्टि गरेर जेलमा कोचे हुन्छ नि त। अनि अभियोग पुष्टि गर्न नसक्ने, आरोप पुष्टि गर्न नसक्ने, अनि भाग्यो भनेको छ, के भनेको छ? यदि कुनै केस चाहिँ दीपक खड्काको छ भने त सम्पत्ति शुद्धिकरणकै केस छ भने नि अनुसन्धान गरेर पहिले चाहिँ छानबिन गरेर उनी विरुद्ध प्रमाण बटुल्ने कि मान्छेलाई चाहिँ प्रमाण मेट्न चाहिँ उक्साउने।